को राजनीतिक इतिहासमा एउटा त्यागी र दूरदर्शी नेता रवि लामिछानेको विकल्प छ भनेर कुनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यले भनेको छैन, भन्दैन, अधिवेशनले प्रमाणित गरिदिन्छ। रविजी हो 200% ढुक्कले। तपाईहरुको रोजाइ रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी सभापति रवि लामिछाने बाहेक अरु नै छैन, विकल्प नै छैन। हैन, यसरी स्वीकार्नुहुन्छ तपाईहरु? किन नस्वीकार्ने? जुन रवि लामिछानेको कारणले पुरानै चलन भएन? कसरी चल्छ नि फेरि? पहिलोचोटि पार्टी बन्दैछ, पहिलोचोटि महाधिवेशन हुँदैछ, पहिलोचोटि आधिकारिक सभापति बन्न खोज्दै हुनुहुन्छ, जसले आजको 2/3 ल्याएर यो देशको नेतृत्व गर्दैछ, त्यो व्यक्ति पहिलोचोटि चाहिँ आधिकारिक सभापति बन्दै हुनुहुन्छ। अनि कसरी पुरानै भयो? पहिलोचोटि हो, नयाँ सभापति हो। 40 वर्षदेखि चाहिँ जगटेको एउटा जुन जरा छ नि, त्यसलाई भत्काउनु त पर्यो नि त, हैन? त्यो भत्काउनु होस् भनेरै जनताले पनि यत्रो एउटा विश्वास हामीलाई गर्नुभएको छ, हैन? 2/3 को नजिक 182 सिट तपाईहरुको छ, तर यो सिट चाहिँ ढ्याप पार्ने मात्रै भयो भनेर पनि तपाईहरुलाई आरोप लाग्ने गरेको छ। तपाईहरुको सरकार अथवा प्रधानमन्त्री मन्त्रीहरुको बारेमा पनि यति बेला प्रश्नहरु उठ्न थालेको छ। तपाईहरुको के रहन्छ भूमिका? आफ्नो काम गर्दा त प्रश्न उठेको छ जस्तो मलाई लाग्दैन, हैन? आफ्नो कामै गरिरहेको हो सबैजनाले। अब ढ्याप लाई अब कस्तो अर्थमा लिने भन्ने पनि हो, हैन? अब सरकारले गरिरहेको कामहरुप्रति हाम्रो एउटा समर्थनै छ, किनभने जे गरिराख्नु भएको छ एकदमै ठिक पनि गरिराख्नु भएको छ। जनताको आवाजलाई नै सम्बोधन पनि गरिराख्नु भएको छ, हैन? जनताको आवाजलाई सम्बोधन गर्ने नीतिहरुमै हामीले काम पनि गरिरहेका छौं। यत्रो वर्षदेखि बिल्सहरु जुन पास भएका थिएनन्, त्यो 2 महिनामा चाहिँ हामीले पास गर्न खोजी पनि रहेका छौं, हैन? त्यो बिल्सहरु पास नगरिकन चाहिँ हामी अगाडि हाम्रो जुन एउटा भिजन छ, हैन? राष्ट्रिय स्वतन्त्र पार्टीकै पनि एउटा सरकार पक्षको पार्टीकै पनि एउटा भिजन छ भने एउटा समग्र सरकारकै पनि एउटा भिजन छ, हैन? एउटा पार्टी र सरकारको भिजनलाई अचिभ गर्नको निमित्त त हामीले बिल्सहरु पास गर्ने पनि पर्छ, हैन? एउटा बिल्स मात्रै खुकुलो पार्दाखेरि त हामीले कति आयामहरु फुकाल्न सक्दा रहेछौं नि त, हैन? त्यसको लागि चाहिँ अब हामीले सरकारलाई समर्थन गर्ने स्पेसै उहाँहरूले दिनुभएको छ। कुनै बेला सरकारलाई पनि हामीले खबरदारी गर्नुपर्ने अवस्थाहरू आउलान्, त्यो अहिले आइसकेका छैनन्। त्यो आएको अवस्थामा चाहिँ हामीले पनि सरकारलाई सकारात्मक सुझावहरू पनि दिनको लागि चाहिँ एकदमै अग्रसर चाहिँ रहनेछौँ। भनेपछि ढ्याप मात्रै हैन, त्यो परिस्थिति आएको अवस्थामा चाहिँ तपाईहरुको खबरदारी रहन्छ? खबरदारी रहन्छ। सरकार आफ्नै हो, हैन? अलिकति घरमै पनि त अलिकति कसरी बाटो बिरायो भने त हामीले एउटा समर्थन जनाउँदै पनि एउटा सिकाउनु पर्ने अवस्थाहरू पनि हुन्छन्, हैन? अलिकति खबरदारी पनि गर्नुपर्छ, सिकाउनु पनि पर्छ, सचेत गर्नुपर्ने पनि हुन्छ। त्यसको लागि र ठाउँ विशेष पनि हुन्छ, हैन? तर अब अहिले त अब ढ्याप गर्नको लागि त हातै एकदमै तपाईको ऊर्जाशील भइरहेको छ, त्यति मजा आइरहेको छ। यो ढ्याप गर्नलाई एकदमै मजा आइरहेछ। यो धेरै अगाडि ढ्याप हुनु पर्थ्यो, हैन? त्यो एकदमै समय लागेको ढ्याप हो, त्यही भएर एकदमै हामीलाई त मजा आइरहेको छ कि रातै भइसक्यो हुन्छ ढ्याप गर्दा। होइन, त्यो कालोलाई पनि रातो भन्ने ढ्याप भयो भन्दैछन् क्या। कालोलाई चाहिँ कालै भन्नु पर्यो नि भन्छन्, अथवा गलत कुरालाई गलतै भन्नु पर्यो भन्छन् नि त। तपाईहरुबाट त्यो भएन भन्ने आरोप छ प्रतिपक्षहरुको। गलत भनिसक्नुपर्ने अवस्था चाहिँ आएको छैन है हजुर। अब उहाँहरूले चाहिँ यो 30 देखि 40 वर्षसम्म चाहिँ जे कुरा चाहिँ गलत थियो त्यो कुरालाई गलत भन्देको भए त अहिले यस्तो हामीले यो रातै हुने गरी ढ्याप गर्नु पनि त पर्दैन थियो होला नि त, हैन? उहाँहरूले प्रधानमन्त्रीज्यूहरूको चाहिँ अभिव्यक्ति सँगै मन्त्रीज्यूहरूले पनि यति बेला सार्वजनिक स्थलमै व्यवसायहरूलाई चाहिँ धरकपट गरेको जस्तो, अलिकति शब्द चयनमा चाहिँ निकै नै मन परिगरेको जस्तो अथवा हेपेर गरेको भन्ने पनि व्यवसायहरूको आरोप चाहिँ यति बेला सरकारलाई, मन्त्रीलाई यता प्रश्न गरिरहेका छन्, खबरदारी गरिरहेका छन्। मन्त्रीज्यूले भनेका केही कुराहरू सुन्नुभयो तपाईँले? त्यो चाहिँ अलिकति गलत अर्थ लगायो कि जस्तो पनि मलाई लाग्छ, हैन? हाम्रो भनेको अब एउटा अर्थतन्त्रलाई चाहिँ दिगो बनाउनको निमित्त हामीले के कस्तो हिसाबले अगाडि बढ्न सक्छ भन्ने त राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा 5वटा एकदमै मुख्य एजेन्डा मध्येको एउटा एजेन्डा पनि हो, हैन? हामीले काम, रोजगार, उद्यमहरूलाई चाहिँ कसरी चाहिँ एउटा विस्तार गर्दै विकासशील गर्दै अगाडि बढ्ने, हैन? पहिला थन्किएका उद्यमहरूलाई चाहिँ कसरी पूर्ण सञ्चालनमा ल्याउने भन्ने जस्तो यावत हाम्रो एउटा एजेन्डाहरू पनि छ, भिजनहरू पनि छ। त्यही भएर उद्यमी व्यापारीहरूप्रति त हामी एकदमै सकारात्मक पनि छौँ, सरकार पनि एकदमै सकारात्मक होइन। अब ठेकेदार कुनै पनि व्यवसाय कम्पनी साना हुन् ठुला हुन्, उनीहरूलाई काम नगरे त कारबाही गर्ने होला, नीति होला, कानुन होला देशमा, अब खुट्टा भाँचिदिनुपर्छ भन्ने खालको अभिव्यक्ति यति बेला एकदमै ट्रोल बनेको छ मान्यज्यू। यसलाई सही हो के हो भन्नुहुन्छ? यसलाई चाहिँ खासमा सच्चिनु पर्दैन? यस्ता शब्दहरू चयन गर्न मिल्छ? यो त दम्ब देखिएन?
शब्द चयनमा त्रुटि भएको नै होला अलिकति चाहिँ होइन, तर उद्देश्य र इन्टेन्सन भनेको चाहिँ एउटा काम गर्ने शैलीको चाहिँ अब हामीले विकास गर्नुपर्छ। काम नगरिकन चाहिँ अब हामी कुनै पनि राज्यको तह र तब्कामा चाहिँ बस्नको लागि चाहिँ उचित रहँदैनौँ भन्ने हिसाबको एउटा सिधा एउटा निर्देशन पनि हो।